हेलो गाइज ल हामी चाहिँ तिहारको दिन आज हाम्रो बहिनीले टिका लाउने है अनि कुखुरा काट्दैछ हामी चाहिँ अनि यतातिर खसी हाम्रो खसी उयो हो के खसी र हैन होला खसी ए यता त्यो बाल्टिन गइरहेछ खसी यार यता खसी यतै छ अनि हाम्रो यो छोरीहरू है छोरी हान्जी अनि गाईजोले यतातिर फेरि के भन्छ अरे खसीको आन्द्रा अनि आन्द्रा पनि धुँदैछ गाईको कपडा खतरा रहेछ यार अनि यो साँच्चै हरे त हालो गर्दै एकलट ल गरेन भन्नु म पनि यतै छौँ फेरि है हामी ल एकछिन है ल म अब सेलतिर जानु पऱ्यो फेरि मालामै फेरि यता माला छ होइन मालामा यतातिर सब्जीहरू के अरे चटनीको लागि अनि यतातिर आमाले चाहिँ के सब्जी फेरि छुट्टै आमा छुट्टै छ यहाँ फेरि यतातिर भाउजूले सेलकै भाउजू सेला त सेल पोल्ने मान्छे हेर्नु है अब ल यता चाहिँ यो खसीको आन्द्रा हुँदैछ मेरो कान्छा भाइले यता हेर ल हल्लो गर्दै केटो ल एकदम छन्ने त च्याङ्के हान्ने ल अहिले मिले होइन ल म चाहिँ सबलाई काम सिकाउने मान्छे है म फेरि मै हो यता हेर्नुहोस् गाइज म यो काम सिकाउने मान्छे यतातिर बाह्र आमाहरू डार्लिङले चाहिँ बटुक है यो के को मासको बटुकी अनि नयाँ पनि आउँदैछ अनि यतातिर आउँदैछ बटुक ओ माई गड हाल्दैछौँ अनि के गरे फेरि भन्नुहोस् त गाइज ल खोइ हजुरको गुलिल देखाउनुहोस् त कसरी हान्ने त्यसरी के मर्छ त्यसले ढुङ्गा पनि मर्छ माला कतिवटा बुने खै जम्मा 7वटा बिहानदेखि 7वटा बल्ल सेट कसरी हुन्छ त नि ल गाइज मेरो हाम्रो सानो भान्जी खोकै छ बरा उमा के उसँग भुइँमा बस्न दिँदैन चिस हुन्छ के भान्जी यसो गरिदिनुहोस् ल ओके सिलाउनुहोस् ल सिलाउनु त यालिसे पेप जान्छ अर्सा ओबारी सिलाउनु त खाइदिनुहोस् त गाजु हिजो चले अर्सा ल तिहार लसके कानके त हुन्छ यहाँको त तिसिने हो र लग्छ ल अर्सा पोलाइ छ यहाँ चाहिँ अर्सा पोल्दैछ अर्सा पोलाइ सुरु छ कस्तो पोलेछ यहाँ गालामा चक्कर आउँछ होला त बेलुकासम्म घुम्ने जानु पर्छ ल यो हाम्रो चाहिँ यो हाम्रो माइला चाहिँ दाइ है ठुलो चाहिँ दाइले टिका लगाइसक्नु भयो यो माइला ल है घुम्दै घुम्दै दाइ तन्त्र हुने गरिनुहोस् मोबाइलमा घुमा न Mama खिच्छु न राई प्लिज म नखिचेको हो के प्लिज म खिच्छु न कहाँ छ
काहीँ लगायो है काठ बाबु ल भयो काहीँले चाहिँ भाइले अब हुन्छ है गाइसहरु हुन्छ है यहाँ राख्नु पर्यो यो ल्याउनु पर्ने रहेछ कि एउटा यस्तो मरा कि होइन कि नाकमै आयो मेरो नि हेरी यत्रो त्यो काम गरेर यस्तो भएको मेरो झन् यतिकै पनि यस्तो हाम्रो चाहिँ टिकाइ लगाइ एकदम दमदार भइरहेछ है गाइज खै तिमीले खानाको लागि चाहिँ तयारी हुँदैछ हाम्रो हाम्रो चाहिँ कति भएको छ दाइ 35 भएको छ अरे है मासुहरू त छुट्टै छ मासुको भाग है वेट खै ए ल फेरि आउँछ देखाएको एकचोटि खुट्टा देखा न खुट्टा ल गाइज हामी चाहिँ अब ह्याप्पी तिहार है म मात्रैले तिहार माने आज धन्न कुकुर तिहार पर्यो नि यार यहाँ रहेछ जमसुमर ल्याएको होइन क्या ल हेर गाइजहरू यहाँ हेर के को वेटिङमा हो यार ए यो यसको वेटिङमा पो रहेछ यार तर यो है दाइ ल खोइ हामीले के खाँदैछौँ खै ओ माई गड यार ल त्यो आउँछ होइन हुँदैछ म कहाँ हो बस्ने खै यो यति हाम्रो यो गाइजहरू मात्रै गाइजनेहरू छुट्टै छ है फेरि यो चाहिँ अब छोरा